हामीलाई मासु खान मन लाग्यो र उसले मम्मीलाई गएर प्लिज मासु खाऊँ भनेर मम्मीले पनि खुसी भएर उसलाई 500 रुपियाँ दिनुभयो र त्यसपछि ऊ मासु पसलतर्फ जाँदै थियो कि हल्का हिँडिसकेपछि ऊ थाक्यो। सो अब रामलाई के भएको हुनसक्छ त भन्दाखेरि चाहिँ 4टा अप्सन छ, हेमोफिलिया, थ्रोम्बोसाइटोसिस, ल्युकोपेनिया र एनिमिया रहेको छ। हेमोफिलिया भनेको एउटा ब्लिडिङ डिसअर्डर हो। साथै थ्रोम्बोसाइटोसिस भनेको के हो, हाम्रो बडीमा यदि प्लेटलेट्सको काउन्ट यदि धेरै भयो भने त्यसलाई हामीले थ्रोम्बोसाइटोसिस भनिन्छ। साथै ल्युकोपेनिया भनेको चाहिँ के हो, यदि हाम्रो बडीमा WBC द्याट इज व्हाइट ब्लड सेल्सको काउन्ट चाहिँ कम भयो भने त्यसलाई ल्युकोपेनिया भन्ने गरिन्छ भने एनिमिया भनेको यदि RBC को काउन्ट चाहिँ कम भयो भने। जब हामी हिँड्छौँ, हिँड्दाखेरि के हुन्छ, हाम्रो बडीलाई अक्सिजन चाहिन्छ टु प्रड्युस द एनर्जी। सो अक्सिजन क्यारी गर्ने के हो, RBC ले क्यारी गर्छ अथवा हेमोग्लोबिनले क्यारी गर्ने हो। तर यही RBC अथवा हेमोग्लोबिन कम भइदियो भने के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो अब अक्सिजन पनि मसलसम्म कम पुग्छ। यदि कम अक्सिजन पुग्छ भने के भयो, एनर्जी पनि कम प्रड्युस हुन्छ। त्यही भएर हामी हल्का हिँड्ने बित्तिकै थाक्छौँ। रामको केसमा पनि यही नै भयो, उसको RBC काउन्ट कम भयो जसको कारणले गर्दाखेरि ऊ थोरै हिँड्ने बित्तिकै थाक्यो किनकि हाम्रो सफिसियन्ट एनर्जी चाहिँ प्रोडक्सन भएन। सो त्यस्तै गरी यदि RBC को काउन्ट बढी भयो भने यसलाई फेरि हामीले के भन्ने गरिन्छ, पोलिसाइथेमिया भन्ने गरिन्छ। र हाम्रो नर्मल RBC काउन्ट मेलमा कति हुनुपर्छ, फिमेलमा कति हुनुपर्छ मलाई कमेन्टमा भन्नु होला है त।